Let's go Sokso Beach together with me. Hello, namaste, welcome back to my TikTok. आज चाहिँ सोक्सो बीचसम्म चाहिँ कसरी जान सकिन्छ भन्ने कुराहरू चाहिँ हजुरलाई म यो भिडियोमा भन्नेछु। हामी चाहिँ 1 नाइट 2 डेजको लागि गएका थियौँ। हामीले चाहिँ त्यहाँ जानको लागि रुम बुक चाहिँ अगाडि नै गरिसकेका थियौँ र हामीले चाहिँ trip.com बाट चाहिँ होटल बुक गरेका थियौँ अनलाइन र हाम्रो चेकिङ चाहिँ दिउँसोको 4 बजेको थियो। सो हामी चाहिँ चाँडै पुगेर चाहिँ त्यहाँ ब्याग स्याग राखेर घुम्नलाई निस्केका थियौँ। तपाईहरुले पनि त्यस्तै गर्न सक्नुहुन्छ। यदि तपाईहरुको साथी हुनुहुन्छ भने त तपाईहरुलाई इजी नै भइहाल्छ। यदि कोही हुनुहुन्न भने पनि हजुरले चाहिँ trip.com बाट चाहिँ बुक गरेर सजिलैसँग त्यहाँ पुग्न सक्नुहुन्छ। म चाहिँ सुवानमा बस्छु, त्यही भएर चाहिँ मैले चाहिँ नजिकैको सुवान बस टर्मिनलबाट चाहिँ टिकट काटेर गएको थिएँ। तर यदि तपाईहरु सौल बस्नुहुन्छ भने चाहिँ सौलको एक्सप्रेस बस टर्मिनलबाट चाहिँ हजुरले टिकट काटेर जान सक्नुहुन्छ। हामीलाई चाहिँ सुवानबाट सोक्सो पुग्नलाई चाहिँ 3.5 घण्टा लागेको थियो बसबाट। अनि एकदमै इजी भएको थियो बसबाट जानलाई चाहिँ, एकदम रमाइलो भएको थियो। सोक्सो चाहिँ मेन सी फुडको लागि एकदमै फेमस छ। त्यहाँ चाहिँ जहीँ सी फुड पाउन सक्नुहुन्छ हजुरले। अहिले चाहिँ विशेष गरी एकदमै पिक सिजन छ अनि यहाँ चाहिँ धेरै मान्छेहरू आउनु हुने रहेछ। त्यही भएर चाहिँ हजुरहरूले अगाडि नै रुम चाहिँ बुकिङ गरेर नै आउनु होला। सोक्सोमा चाहिँ सानो बीचहरू छन् अनि हजुरले जानै पर्ने भनेको चाहिँ यो सोक्सोको मेन बीच हो। अनि तपाईहरुले चाहिँ रोटेपिङमा चढेर धेरै राम्रो भ्यूहरू इन्जोय गर्न सक्नुहुन्छ, फोटो भिडियो लिन सक्नुहुन्छ। यो चाहिँ बिस्तारै चल्छ, त्यही भएर हजुरले टिकटकहरू फोटो भिडियोहरू लिन सक्नुहुन्छ मजाले आरामले। मेक स्योर सनस्क्रिन पनि लगाएर जानु होला किनभने ट्यान हुने धेरै सम्भावना छ। अनि अर्को चाहिँ यहाँ के गर्न सक्नुहुन्छ भने स्विमिङ गर्न सक्नुहुन्छ, बोटिङ गर्न सक्नुहुन्छ र अरू थुप्रै एक्टिभिटिजहरू गर्न सक्नुहुन्छ। यदि तपाईहरु सी फुड लभर हुनुहुन्छ भने चाहिँ नाइटमा वकिङमा जाँदाखेरि हजुरहरूले एक्सप्लोर गर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ धेरै डिफ्रेन्ट भेराइटीको सी फुडहरू पाउन सक्नुहुन्छ र इन्जोय गर्न सक्नुहुन्छ। म चाहिँ सी फुड लभर नभएको कारणले गर्दा मेरो लागि चाहिँ अप्सन थिएन र मैले चाहिँ मान्डु एक्सप्लोर गरेको थिएँ। त्यहाँ एकदमै मिठो मान्डु पाएको थियो र मैले चाहिँ मान्डु र चिकन खाएँ। यदि तपाईहरु चाहिँ भेज हुनुहुन्छ भने चाहिँ तपाईहरुको लागि चाहिँ अलिकति धेरै फुडहरू अभाइलेबल नहुन सक्छ। यहाँ चाहिँ फोटो भिडियोहरूको लागि तपाईहरुले मेहनत गर्नु पर्दैन किनभने अटोमेटिकली धेरै राम्रो फोटो भिडियोजहरू लिन सक्नुहुन्छ। समुद्रमा पहिलोचोटि गएको कारणले गर्दा मैले चाहिँ धेरै फोटोहरू लिन पाइनँ क्या, धेरै इन्जोय गरेँ मैले चाहिँ। साउथ कोरिया आइकन चाहिँ यो चाहिँ वान अफ द बेस्ट ट्रिप एभर हो मेरो लागि चाहिँ, अनि बेस्ट एक्सपिरियन्स थियो। तपाईहरु पनि चाँडै नै प्लान बनाएर सोक्सो बीचमा गएर इन्जोय गर्न सक्नुहुन्छ आफ्नो पार्टनरसँग, आफ्नो साथीसँग अथवा आफ्नो फ्यामिलीहरूलाई लिएर जानु होला। एकदम रमाइलो हुन्छ है त गाइज। आजलाई यति नै। किप वाचिङ माई भिडियोज, स्टे सेफ, स्टे हेल्दी, बाई बाई।